जेठी सासूको पालो आयो जेठी सासू यहाँनिर छ जेठी सासू ढोकाइ हुँदैछ यहाँ छुनु हुँदैन बर्की मात्रै नथाप तैँले पनि सकुन्दैन अझै ल्याऊ होइन सबै बहिनीलाई पनि लिएर आऊ चिन्दैन भनेर फेरि हो होइन उनीहरूले फेरि मन ला 1 बजे नि अलिअलि ढाका साडीले चिन्दै त्यो भेट मामालाई सम्झा सम्झिने गर्नु हुन्छ है अब सक्यो के रह्यो अब सक्यो यहाँ घरको यहाँको घरको नानीहरूले अहिले पर मण्डपै चिन्दैन सम्झा सम्झिने मात्रै गरौँ न दिउँला नि त के न मैले दिनुपर्ने होइन होस् न अब मान गरेपछि यसो गर्छ नि त सब सगुन फर्काने सब मलाई यतिपल्ट गर्ने लेखेर दिनु मै लान्छु लु यसको जोडी अब यहाँनिर चाहिँ सम्झिने चाहिँ ढोकाइ हुँदछ साथीहरू सम्झा सम्झिने ढोकाइ सुरु हुन आँटेको छ यहाँ चाहिँ अब चाहिँ साथीहरू हेर्नुहोस् होला है मैले देखाउँदैछु हजुरहरू सबै सम्पूर्ण मेरो फेसबुक फ्यामिली परिवारलाई आजको यो मेरो भिडियो हेरेर इन्जोय गर्नुहोस् होला सम्झिने चाहिँ खास त ढोकेको नि त आमा बाउ नै छुन्नुहोस् है तपाईँ सम्झिनेको ढोका ढोका दामी दामी एक्सर्साइज अन्त बेहुली रोएर हेर नि यहाँ नि हौ अहिले जाँदा नरुनु है आउँदै रह्यो कि जाँदा नरुनु नि सम्झा सम्झिनेको चाहिँ ढोकाइ भइसक्यो अहिले चाहिँ सम्झिनेलाई तिमीले सम्झिनेलाई यहाँ
सम्धिनीले सम्धिनीले बाटोघाटोमा हेर्दैछ आँखा नझिङ्गाउनु भन्दा सीता हजुर बाटोतिर हेर्दा सम्धिनीले आँखा नझिङ्गाउनु नि हेरि हेरिराख्नु ल सम्झी कहाँ बल्ल सक्यो है ल माथि जानु अब चाहिँ खानाको लागि तयारी सम्झीको पनि ढोकै भइसक्यो